एउटा र्यापर जसले सडकका समस्यादेखि लिएर संसदका समस्या र सिस्टममा भएका समस्यालाई समेटेर आफ्नो शब्द चयनमा व्यक्त गरेर र्याप म्युजिक मार्फत हामी जनताहरूलाई र ती टाउकेहरूलाई झकझकाउँछ। उनकै कुरा गर्दैछु जो अहिले भावी प्रधानमन्त्री बन्न जाँदैछ, बालेन शाह। म चाहिँ आज यो भिडियो किन बनाउँदैछु भन्दाखेरि एकछिन राजनीतिकलाई साइडमा राखेर अब चाहिँ हामीले बालेन शाहदेखि चाहिँ के कुरा चाहिँ सिक्न सकिन्छ त, के कुरा चाहिँ उहाँबाट प्रेरणा लिन सकिन्छ त। धेरै कुराहरू छन् उहाँको जीवनीबाट हामीले सिक्नुपर्ने। जब एउटा व्यक्ति मधेसबाट काठमाडौँ आउँछ, काठमाडौँबाट आएर मोडर्न खालीको म्युजिकलाई रोज्छ, सडकमा भएका समस्याहरू, सिस्टममा भएका समस्याहरू र सदनमा भएका समस्याहरू र ती सदनका व्यक्तिले लुटपाट गरेका समस्याहरू उहाँका म्युजिकमा प्रष्ट देख्न पाइन्छ। कसरी उहाँले नेपाली जनतालाई र संसदमा बसेका टाउकेहरूलाई उहाँका शब्दहरू र उहाँको र्याप म्युजिकले ढकढक्याउनु हुँदै थियो। त्यसो गर्दै गर्दाखेरि एउटा र्यापर इन्जिनियर बन्छ। इन्जिनियर बन्दै गर्दाखेरि उसले जुन आफ्नो देशमा भएका समस्याहरू देख्छ, लुटपाटहरू देख्छ, लुटतन्त्र देख्छ, जुन टाउकेहरूको भ्रष्टाचार देख्छ र उसले राजनीतिकमा आउने, सिस्टममा आउने योजना बनाउँछ। तपाईहरूलाई थाहा छ, बालेन शाह मेयर बन्नु भन्दा पनि जब म मेयर बन्छु भनेर उहाँले भन्नुभयो, त्यो भन्दा पनि 8-10 साल पहिलेदेखि नै राजनीतिकमा आउने कुरा गर्दै हुनुहुन्थ्यो भन्ने उहाँका साथीहरू अथवा उहाँका पोडकास्टहरूमा, उहाँका इन्टरभ्यूहरूमा सुन्न सकिन्छ। अब हामीले बालेन शाहबाट के सिक्ने त? एउटा व्यक्ति जो र्याप इन्जिनियर, मेयर अनि प्रधानमन्त्री बन्छ, उहाँको टर्निङ पोइन्टबाट हामीले के सिक्ने त? जस्तो उहाँको जुन लाइफले, उहाँको जिन्दगीले जुन एउटा ब्रेक बाई ब्रेकको टर्निङ पोइन्ट लिन्छ। उहाँले सिस्टममा भएका पुरै समस्यालाई, सबै समस्यालाई उहाँले सिस्टम बाहिरैबाट अवलोकन मजाले गर्नुभयो। जब उहाँ सिस्टममा आउनुभन्दा 8-10 वर्ष पहिलेदेखि नै उहाँले यो सिस्टमलाई अवलोकन गरिराख्नु भएको थियो। जब उहाँ मेयरको पदमा आउनुभयो, त्यसपछि डाइरेक्ट एक्सनमा उत्रिनु भयो। तपाईहरूले देख्नुभयो, मैले देखेँ, हामी सबैले देख्यौँ कसरी एउटा मेयरको हातमा कति पावर हुन्छ, कस्तो पावर हुन्छ, कहाँसम्म केसम्म गर्ने सक्ने उहाँको पावर हुन्छ भन्ने हामीलाई प्रष्ट थाहा भयो। अनि अर्को कुरा, हामीलाई बालेन शाह काठमाडौँको मेयर बन्दै गर्दा त्योभन्दा पहिले मेयर को हुन् त भन्ने थाहा थिएन। प्राय नेपालीहरूलाई थाहा थिएन। यानि कि त्यही वरपर बस्ने, भक्तपुर बस्ने, ललितपुर बस्ने, त्यही छिमेकी जिल्लाका सर्वसाधारण जनतालाई समेत पनि थाहा थिएन हु इज द मेयर बिफोर बालेन शाह। कसरी बालेन शाह आइसकेपछि
देशैभरि एउटा चर्कियो, माहौलै चर्कियो। अब त्यस्तो हुँदै गर्दाखेरि जब बालेन शाह मेयर हुँदै गर्दा, उहाँ मेयरबाट काम गर्दै गर्दा उहाँलाई धेरै प्रकारका आलोचना आए। कति कामहरू रोकाइयो, कति धेरै 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 बाधाहरू आयो, तर उहाँ चुन्नु भएन। हामीले उहाँबाट के सिकिरहेका छौँ त? अब भर्खरैको कुरा गर्छौँ, जुन यो फागुन 21 भन्दा पहिलेको जुन चुनावी माहौल थियो, जब उहाँ चुनावी माहौलमा हरेक जिल्लामा जानुभयो र उहाँले कति बोल्नुभयो र कहाँनिर कुन के बोल्नुभयो र कसरी बोल्नुभयो र नेपाली जनताको मनमुटुमा कसरी बस्न सफल हुनुभयो र हाम्रो दिमागमा, हाम्रो यो मस्तिष्कमा र हाम्रो मनहरूलाई कसरी ओकट्नु भयो, उहाँबाट हामीले के चाहिँ सिक्ने त? कहिले कहाँनिर के बोल्ने, कहाँनिर कसरी बोल्ने, कहिले चाहिँ बाहिर आउने, कहिले चाहिँ चुप लागेर बस्ने। जब हामीले अरू पनि त्यतिखेरको अवस्थाहरू देख्दै गऱ्यौँ, कसैले के भनेको छ, कसैले के भनेको छ, कसैले के भनेको छ, कतिपय सांसदहरू, कतिपय भूपू प्रधानमन्त्रीहरू आफ्नै बोलीको कारणले गर्दा हार्नु परेको हुन्छ, हामीले देखेका छौँ। त्यसैले यो राजनीतिकलाई साइडमा राखेर बालेन शाहबाट हामीले चाहिँ के सिक्यौँ त साथीहरू? उहाँको जीवनबाट, उहाँको जुन त्यो ब्रेक बाई ब्रेकको टर्निङ पोइन्ट छ, उहाँबाट हामीले के चाहिँ प्रेरणा सिक्न पायौँ त? तपाईँलाई के लाग्छ? कमेन्टमा आफ्नो विचार लेख्न नछुटाउनुहोला र भिडियो मन परेको छ भने शेयर, कमेन्ट, लाइक गरिदिनु होला।